धरानको खानेपानी व्यवस्थापन बोर्डमा मेयर हर्क साङपाङले तत्कालीन अवस्थामा अडिट नगरिएको भनिएको कुरो 24 घण्टा नबित्दै 2074 सालदेखि अडिट नगरिएको भन्ने कुराको खुलासा, कर्मचारीहरूलाई प्रचार प्रसारमा गएको खण्डमा कारबाही गर्ने चेतावनी, किर्ते अनि जालसाज गर्ने कर्मचारीलाई भने धरान उपमहानगरपालिकाले दियो छुट। दर्शक मित्रहरू नमस्कार, फेरि पनि स्वागत गर्न चाहन्छु। म हुनिमा पौसुवा अनि म तपाईँलाई आज फेरि पनि धरान उपमहानगरपालिकाभित्र रहेको कर्मचारी र खानेपानीको अर्को एउटा अपडेट ल्याएर आएको छु। दर्शक मित्रहरू, धरान उपमहानगरपालिकाको मेयर हर्क साङपाङले आफ्नो पदबाट राजीनामा दिइसकेपछि कार्यवाहकको रूपमा मात्र नभइकन स्वतः रूपमा खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षको रूपमा कार्यवाहक मेयर आइन्द्र विक्रम बेगा नियुक्ति भएको केही दिनपछि नै त्यहाँ रहेको खानेपानीको अवस्थाहरू समेत सार्वजनिक गरिसकेको थियो। यसरी सार्वजनिक गर्दाखेरिको अवस्थामा मेयर हर्क साङपाङले तत्कालीन अवस्थामा आफ्नो कार्यकालमा खानेपानी व्यवस्थापन बोर्डको आयव्ययहरू अडिट नगरेको भनेर एकतर्फी रूपमा चाहिँ समाचार गइसकेको र निकै नै आलोचना भएको थियो। तर यसरी समाचार बाहिरिसकेपछि अथवा कार्यवाहक मेयर आइन्द्र विक्रम बेगाले यी कुरोहरू सार्वजनिक गरिसकेको 24 घण्टा नबित्दै फेरि पनि खानेपानी व्यवस्थापन बोर्डले अर्को एउटा पत्रकार सम्मेलन गरिएको थियो र खानेपानी व्यवस्थापन बोर्डले यसरी पत्रकार सम्मेलन गर्दाखेरि फेरि अर्को एउटा तथ्य खुलाएको छ। खानेपानी व्यवस्थापन बोर्ड गठन भइसकेपछि र 2074 सालदेखि कारोबार गरिरहेको अवस्थामा र त्यहाँदेखि हालसम्म नै अडिट नगरेको खुलासा भएको छ। तत्कालीन अवस्थामा 2074 सालमा तारा सुब्बा मेयर थिए भने तारा सुब्बाको देहान्तपछि तिलक राई मेयर भएका थिए र तिलक राई मेयर भइसकेपछि 2079 सालदेखि हर्क साङपाङ मेयरमा भएका थिए र हर्क साङपाङले पनि यसरी खानेपानी व्यवस्थापन बोर्ड चलाइसकेपछिको अवस्थामा 2074 सालदेखि हालसम्म कुनै पनि अडिट नभएको कुरा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले खुलासा गरेको छ। यो कुरो तपाईँलाई मैले अहिले यहाँ राखेँ, अन्तिमसम्म हेर्नुहोला। आर्थिक कारोबार चाहिँ लगभग 74 पछि हुन थालेको छ होइन, त्योदेखि अहिलेसम्म नै हाम्रो अडिट भएको छैन र अस्ति हाम्रो नवगठित बोर्डले निर्णय गरेर चाहिँ अब सम्पूर्ण सुरुदेखि हालसम्मकै अडिट गर्ने भन्ने निर्णय भएको छ। दर्शक मित्रहरू, केही दिन अगाडि मैले तपाईँलाई धरान उपमहानगरपालिकाभित्र रहेको कर्मचारीको विषयमा मैले अपडेट गर्दै आइरहेको छु र फेरि पनि अर्को एउटा अपडेट कर्मचारीको विषयमा ल्याएर आएको छु। खानेपानी व्यवस्थापन बोर्डमा कार्यरत कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ। मेयर हर्क साङपाङले समेत नियुक्ति गरिएको कर्मचारीहरूलाई विशेष गरी लक्षित गर्दै चुनाव प्रचार प्रसारको घरदैलो कार्यक्रममा गएको खण्डमा मात्र नभइकन सामाजिक सञ्जालहरूमा त्यस्ता खालका चुनावी प्रचार प्रसारहरू सेयर गरेको खण्डमा पोस्ट गरेको खण्डमा कारबाहीको दायरामा ल्याउने भनेर उहाँले कडा निर्देशन दिनुभएको छ। दर्शक मित्रहरू, चुनावी प्रचार प्रसारमा हाम्रो यहाँ नगरपालिका यो खानेपानी बोर्डका कुनै पनि कर्मचारी एकैजनाले पनि आफ्नो फेसबुक प्रयोग गरेर अरू प्रयोग गरेर चुनावी प्रचार गरेका पोस्टहरू भिडियोहरू उहाँहरू कसैलाई प्रभाव पार्ने कमेन्ट गरेको भेटियो भने भोलिदेखि म यही आह्वान गर्छु, भोलिदेखि खानेपानी व्यवस्थापन बोर्डको अफिसभित्र जागिर खानु नआउनु। मैले भने गुनासो पनि नगर्नु होइन, मैले यति भन्छु। नगरपालिकाभित्र पनि लागु हुन्छ। यहाँ कर्मचारी साथीहरूले भिडियो सेयर गरेको होइन, अब आधिकारिक कर्मचारीहरूले भिडियो सेयर गरेको प्रचार गरेको भेटेमा बालवाला जागिरवालाहरूले होइन, अब पोलिटिकलवालाहरूको कुरा छोडिदिउँ होइन, पोलिटिकलवाला चाहिँ छुट्टै हुन्छ, तर बालवाला जागिरवालाहरूले चाहिँ एउटा पनि फेरि दोहोरै भन्छु, एउटा पनि जागिरे भएर काम गर्नु पर्यो, जागिरभन्दा फाल्टो काम गरेको हुनु भएन। अब मुस्कुराउँछ भन्ने मान्छे रिसाएर कडा पनि हुन्छ। यो कुरा चाहिँ म आग्रह गर्न चाहन्छु। यो चाहिँ एकदम मैले भन्छु भोलिदेखि राजी, मैले भने नि म केही भन्दिनँ, मैले आदेश दिन पर्दैन, यो आज सार्वजनिक आदेशै भयो होइन। कार्यकारी निर्देशकज्यूलाई त्यस्तो भेट्नु भने स्पोर्ट भोलिदेखि नआउन एउटा पत्र दिने, घर पठाइदिने, घर होइन भोट माग्न पठाइदिने। आइन्द्र विक्रम बेगाले यसरी कडा निर्देशन दिइसकेपछि
भने यसभन्दा अगाडि धरान उपमहानगरपालिकाभित्र रहेको प्रज्ञा निरौलाले गरिएको गतिविधिसँग मैले तुलना गरेको छु। मेयर हर्क साङपाङ रहँदाखेरिको अवस्थामा उनले नियुक्ति गरिएको कर्मचारीहरूमाथि यसरी निर्देशन मात्र नभइकन अस्थायी रूपमा रहेको कर्मचारीहरूमाथि एक किसिमको त्रास सृजना भएको छ। ती कर्मचारीहरू अस्थायी हुन्, तर धरान उपमहानगरपालिकाभित्र रहेको प्रज्ञा देवी निरौलाले गरिएको काम कारबाहीमा भने एउटा लोकसेवा उत्तीर्ण गरेर आइसकेको कर्मचारी माथि भने कारबाहीको दायरामा नल्याएको स्पष्ट हुन्छ। तत्कालीन अवस्थामा कार्यवाहक मेयर भइसकेपछि पहिलो पटक कार्यपालिका बैठकमा प्रज्ञा देवी निरौलाले गरिएको काम कारबाहीको विषयमा छलफल मात्र नभइकन निर्णय समेत भएको थियो। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अम्बिका प्रसाद चौलागाई कामको सिलसिलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गएको अवस्थामा निजको व्यक्तिगत विवरण समेत फरक पारी झुटा विवरण तयार गरी अन्तर्गत रूपमा गैर कानुनी तवरले कार्य प्रयोग हुने लेटर प्याडमा कार्यालयको छापसँग मिल्दोजुल्दो छाप समेत प्रयोग गरी मास सिस्टमको दर्ता चलानी नम्बरको समेत प्रयोग गरी यस कार्यमा कार्यरत कर्मचारी प्रज्ञा देवी निरौलाद्वारा स्वयं हस्ताक्षर गरी रवाना पत्र बनाई श्री भूमि व्यवस्था सहकारी तथा गैर निर्माण मन्त्रालय सिंहदरबार काठमाडौँ पठाइएकोले साथै मिति 2082 10 महिना 9 गते शुक्रबारका दिन प्रशासन महाशाखा लेखिएको नेम प्लेट निकालेर भ्याली प्रशासन महाशाखामा टाँस गरेको सार्वजनिक सूचना चेती बन्द रहेको प्रशासन महाशाखाको कार्यक्षेत्रको ढोका तोडफोड गरी खोलिदिन्छु भनी अशिष्ट शब्दको प्रयोग गरेको र विधा स्वीकृत नै नगरी 120 दिनसम्म कार्यालयमा अनुपस्थित हुनुभएको हुनाले उक्त कार्यरत कर्मचारीको आचरण रिपोर्ट रहेको र यस कार्यबाट धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रतिक्षामा समेत आज आएको हुँदा सो विषयमा सुशासन तथा संस्थागत विकास समितिको मिति 2082 10-11 गतेको बैठकको निर्णयबाट समेत कारबाहीका लागि सम्बन्धित निकाय मन्त्रालयमा सिफारिस भई आएको हुँदा स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2080 को दफा 24 को उपदफा 4 बमोजिम निज कर्मचारीलाई यस स्थानीय तहमा राख्न उपयुक्त नभएकोले श्री मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यालय कोशी प्रदेश विराटनगरमा फिर्ता पठाउने र सोही निर्णय बमोजिम फिर्ता पठाउन नगरपालिका उपमहानगरपालिकाबाट सम्बन्धित मन्त्रालयको विचार गर्ने सर्वसम्मति निर्णय गर्नु। नम्बर 3 रमणा पत्र बदर सम्बन्धमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अम्बिका प्रसाद चौलागाई कामको सिलसिलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गएको अवस्थामा निजको व्यक्तिगत विवरण समेत फरक पारी झुट विवरण तयार गरी अनाधिकृत रूपमा गैर कानुनी तवरले कार्यमा प्रयोग हुने लेटर प्याडमा कार्यालयको छापसँग मिल्दोजुल्दो छाप समेत प्रयोग गरी मास सिस्टमको दर्ता चलानी नम्बरको समेत प्रयोग गरी मिति 2082 10-9 गते कार्यालय समय पछाडि यस कार्यालयमा कार्यरत कर्मचारी प्रज्ञा देवी निरौलाद्वारा स्वयं हस्ताक्षर गरी प्रमाण पत्र बनाई श्री भूमि व्यवस्था सहकारी तथा गैर निर्माण मन्त्रालय सिंहदरबार काठमाडौँ पठाइएको प्रमाण पत्र प्रथम दृष्टिमै बदलिपूर्व गैर कानुनी भएकोले बदल गरिएको छ। सो प्रमाण पत्र बदल सम्बन्धमा सम्बन्धित निकाय विचार गर्ने निर्णय गरौँ भन्ने प्रस्ताव छ। कार्यपालिका बैठकमा यसरी प्रस्तुत भएको कुरा मैले तपाईलाई यहाँ राखिसकेको छु कि कार्यपालिका बैठकमा स्पष्ट रूपमा भनिएको छ मिल्दोजुल्दो छाप प्रयोग गरिएको भनेर। मिल्दोजुल्दो छाप प्रयोग गर्नु भनेको कानुनी रूपमा त्यो कृत्य हुन्छ र जालसाजी हुन्छ। मुलुकी अपराध संहिता ऐन 2074 ले यसलाई जालसाजी सँगसँगै कृत्य गरिएको ठहरिन्छ र जालसाजी तथा कृत्य गरेको अवस्थामा 3 वर्षसम्म जेल जाने कानुनी प्रावधान रहेको छ। तर
लोकसेवा पास गरेको प्रज्ञा देवी निरौलालाई यसरी कृत्य तथा जालसाजी समेत गर्दाखेरिको अवस्थामा पनि उनलाई कुनै पनि कारबाही गरिएन, मात्र सरुवा गरिएको अवस्था। तर खानेपानी व्यवस्थापन बोर्डमा रहेको कर्मचारीलाई चेतावनी मात्र नभइकन एक किसिमको त्रासदी फैलाएको छ कि अस्थायी कर्मचारी भएको कारणले गर्दाखेरि कुनै पनि बेला यदि चुनाव प्रसारको सामग्रीहरू सामूहिक सञ्चालनमा समेत सेयर गरेको खण्डमा, पोस्ट गरेको खण्डमा उनीहरूको जागिरबाट हात धुनुपर्ने लगभग चेतावनी आइसक्दाखेरिको अवस्थामा प्रज्ञा देवी निरौला पनि एउटा कर्मचारी हुन् र खानेपानी व्यवस्थापन बोर्डमा रहेको पनि कर्मचारी नै हुन्। तर फरक के मात्र भयो भन्दाखेरि प्रज्ञा देवी निरौला जो स्थायी रूपमा लोकसेवा पास गरेर आइसकेको र उसलाई सरुवा मात्र गरिएको छ, जबकि उसले मुलकी संहिता ऐन 2074 अनुसार उसले अपराध गरिसकेको भनेर कार्यपालिका बैठकले स्पष्ट रूपमा किटान गरेर निर्णय समेत गरिसकेको अवस्थामा एउटा कर्मचारीमाथि अर्को कर्मचारीमाथि फरक व्यवहार गरिएको स्पष्ट हुन्छ। प्रज्ञा देवी निरौलाले कृत्य गर्दा, जालसाजी गर्दा उसलाई सरुवा मात्र गरिएको छ, किन कारबाही गरिएन, यो एउटा प्रश्न हो। तर खानेपानी व्यवस्थापन बोर्ड हर्क साङपाङले नियुक्ति गरिएको कर्मचारी भएकै कारणले गर्दाखेरि भोलि उसको जागिर जान सक्छ। यसरी प्रचारमा हिँडिएको तथा सामूहिक सञ्चालनमा समेत सेयर गरेको खण्डमा उसले जागिरबाट हात धुनुपर्ने हुन्छ। उसलाई त्यहाँनिर नआउनु भनेर स्पष्ट भनिसकेको अवस्था र कारबाही गर्छु भनेको मतलब नै जागिरबाट हटाइदिन्छु भनेको एउटा स्पष्ट रूपमा चेतावनी, त्रास फैलाइदिएको छ। कति फरक भइरहेको छ भन्ने कुरा मैले तपाईँले ल्याएँ। अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। प्रतिक्रिया लेखिदिनु होला, सेयर गरिदिनु होला। किन यस्तो भइरहेको छ, एउटै कर्मचारीमाथि अस्थायी र स्थायी भएको कारणले गर्दा यस्तो हो। यसभन्दा अगाडि मैले तपाईँलाई प्रश्न गरिसकेको छु कि प्रज्ञा देवी निरौलाको पछाडि के छ। प्रज्ञा देवी निरौलाले कार्यकारी अधिकृत अथवा प्रमुख प्रशासकीय अधिकृतलाई समेत उसले कृत्य छाप गरेर, जालसाजी गरेर सरुवा समेत गराएको र धरान उपमहानगरपालिकाले त्यसलाई बोधर गर्ने भनेर निर्णय गरिएको छ। मात्र उसलाई सरुवा गरेर संरक्षण गरिएको स्पष्ट हुन्छ। आजको विषयवस्तु कस्तो लाग्यो तपाईँलाई? अन्तिम समय हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु र सेयर गरिदिनु होला। र यस्ता खालका व्यवहारहरू भइरहेको हामीले स्पष्ट रूपमा तपाईँहरूलाई अपडेट गरिसकेको छु। कस्तो लाग्यो प्रतिक्रिया लेखिदिनु होला। धन्यवाद।